जय मत्स्य साथीहरू अभिवादन नमस्ते। हेर्नुहोस् है गिरिमलाको बुट्टा यसरी गिरिमला चाहिँ लगाउनुहोस् तपाईहरुले पनि। छिर्केमिर्के गिरिमला एकदम राम्रो मिठो र बेर्न चाहियो भने एकदम कन्ट्याक्ट गर्नु होला है साथीहरु। हेर्नुहोस् यति ठुलो गिरिमला ल हेर्नु साथीहरु। गिरिमला चाहिँ तपाईलाई चाहिन्छ भने हेर्नुहोस् है झ्याप्पै हेर्नु साथीहरु। तपाईहरुले आरामसँग खान सक्नुहुन्छ साथीहरु। ल हेर्नु साथीहरु गिरिमला गिरिमला हेर्नुहोस् आरामसँग यसरी गिरिमला फलाएर खान सकिन्छ। डाइगन हेर्नुहोस् डाइगनको झोप्पा हेर्नुहोस् र डाइगनको टोकरी यो मलसहित राख्नको लागि हेर्नुहोस् यसरी बनाउन सोचिरहेको छु। हेर्नुहोस् यो डाइगन टोकरी देख्नु यो डाइगन छु माथि छत लगाइसकेपछि डाइगन यसरी जाँदैछ। ल हेर्नुहोस् साथीहरु काँक्रा हेर्नुहोस् यो काँक्रा हेर्नु यो चाहिँ अन्जिरको बुटो यो सिस्नो हेर्नु। ल हेर्नुहोस् सिस्नो काटेर पालेको र तपाईहरुले अंगुर पनि देख्न सक्नुहुन्छ साथीहरु। झोप्पै अंगुरको झोप्पा हेर्नु देख्नु पनि झोप्पा अंगुरको झोप्पा हेर्नुहोस् यो खट्टो टाइपको छ। यो टर्रो भन्ने बिल्कुल छैन साथीहरु। हेर्नु लौका बुटो पनि छ यहाँ यता साथीहरु। यहाँ हेर्नुहोस् यसरी चाहिँ लगाएको छ र यहाँ अलि सरसफाइ गर्न सकेको छैन। हेर्नु साथीहरु र यहाँ यस्तो झाडी छ हेर्नुहोस् र तपाईहरुले देख्न सक्नुहुन्छ यो अंगुर र यहाँ हेर्नु खुर्सानीको बुट्टा यस्तो छ नि साथीहरु। यहाँ चाहिँ अब चाहिँ यसले चाहिँ साथ पाएको थिएन। मैले चाहिँ हेर्नु यहाँ माटो र मल चाहिँ फेरि थपेको यसरी चाहिँ फल्न सुरु गरिसकेछ नि साथीहरु। अब हेर्नुहोस् फल्न सुरु गर्यो नि देख्नुभयो हेर्नुहोस् यसरी चाहिँ यहाँ चाहिँ ल डाइगन डाइगन यसरी यहाँ चाहिँ माथि जानको लागि यो तयार छ। यहाँ चाहिँ डाइगन यो पनि डाइगन यो सिजनको बुट्टा सिजनमा फलाउनको लागि यहाँ तयारी गरिरहेको छु। हेर्नुहोस् यहाँ साथीहरु हेर्नु आँप पनि फल्दैछ यो आफ्नै बगैँचामा हेर्नुहोस् हेर्नुहोस् साथीहरु अनारको हेर्नु तपाईहरुले देख्न सक्नुहुन्छ कति ठुलो छ ल हेर्नुहोस् अनार ल हेर्नुहोस् यी साथीहरु यसरी फलाउन सकिँदो रहेछ। हेर्नुहोस् अनार हेर्नुहोस्
स्पेसली अनार यसको बेहोर्न चाहियो भने नि कन्ट्याक्ट गर्नु होला साथीहरूले। हेर्नुहोस् तपाईँहरूले हेर्नुहोस् कन्ट्याक्ट मान्छेले गरेपछि साथीहरू जे पनि हुनसक्छ है। हेर्नुहोस् मेहनत परिश्रम दिमाग खेत हरेक चिज अलरेडी चाहिँदो रहेछ साथीहरू। के गर्नु पैसो त्यसै नहुँदो रहेछ। खुर्सानीको बुट्टाहरू खुर्सानी किन्नु पर्दैन साथीहरू। यसरी खुर्सानी तपाईँहरूलाई चाहिन्छ भने म तिमीलाई हेर्नुहोस् मियाका बुट्टा यो अमिलाको बुट्टा यो अमिला पनि फल्न सुरु गरेर आयो सानो सुनकाका ती। हेर्नुहोस् साथीहरू तपाईँहरूलाई चाहिन्छ भने एकदम खुसी साथ गर्नु होला। तपाईँहरूलाई चाहिँ मियाका बुट्टा चाहिन्छ भने कन्ट्याक्ट गर्नुहोस् है। हेर्नुहोस् मियाका बुट्टा चाहिन्छ भने एकदम कन्ट्याक्ट गर्नु साथीहरू। यो मियाका बुट्टा हेर्नु 50 रुपियाँ बेर्ना नभुलिकन सुन्नुहोस् है। 50 रुपियाँ बेर्ना लोकल हो। फेरि मैले चाहिँ तपाईँहरूलाई झुट बोलेर यो रेड लेडी हो यो हो ऊ हो मैले भन्न जान्दिनँ। तर यो फुल फुल्दाखेरि भाले फुल झुप्पवाला फल्यो भने मैले बेर्न दिन्छु या चाहिँ पैसा फिर्ता गर्छु या त तपाईँको चाहिँ त्यो 3 फुल हालेर त्यो 3 फुल हाल्दाखेरि 1 फुल राख्नुपर्छ दुईवटा फुल तोडिदिनुपर्छ बिचको त्यो राम्रो हुन्छ र एकदम राम्रो हुन्छ। हेर्नुहोस् यता बुट्टाहरू लगाएर लगाउनुहोस्। 50 रुपियाँ केही होइन। 50 रुपियाँ त एउटा भिखारीलाई पनि भिख मागेर दिन्छ है। तपाईँहरूले चाहिँ यो तरबुज हो हेर्नु दाना लगाइरहेको छ। तर साथीहरू यसको लागि मैले अवलोकन गर्नको लागि फल्छ फल्दैन भनेर यहाँ अवलोकन गर्नको लागि हेर्नु न यस्तो सिँढी बनाएर यसमा फलाइरहेको छु म। फल्छ फल्दैन अगाडि हेर्दैछु फल त लागिरहेको छ। हेर्नुहोस् देख्नुभयो होइन दुईवटा फल लागेको छ। तपाईँ हामीले कसरी फलाउने यो भन्ने कुरा चाहिँ बुझ्नुपर्छ। यो मिया चाहिँ लैजानु 50 रुपियाँ बेर्न चाहिँ केही ठुलो कुरो होइन। 50 रुपियाँ भाडा पनि पुग्दैन चाहिँ आउँदा जाँदा यहीँ चढाइ जाँदा पनि। साथीहरू तपाईँहरूले स्पेसली कुरा बुझ्नुपर्छ है। हेर्नुहोस् यो हो चाहिँ तपाईँको यो सब्जीको बुट्टाहरू यो तपाईँहरूलाई त फेरि नै मिल्छ त्यो केही होइन। त्यो चाहिँ त्यति मसँग छैन त्यहाँ साथीहरूसँग मिल्न सक्छ। र यो हो क्युबी साथीहरू। क्युबी भनेको तपाईँले बुझ्नुहुन्छ यो फल हो तपाईँको क्युबी फलमा चाहिँ तपाईँले क्युबी फल हो। क्युबी फल भनेको तपाईँको त्यो जुसे फल हो। यो जुसे फललाई तपाईँहरूले पनि यो चाहिँ इस्तेमाल गर्न सकिन्छ है। हेर्नुहोस् लगाउन सकिन्छ। मैले चाहिँ बिउबाट उमारेको यो कमसेकम पनि 10 चोटि मैले चाहिँ यसलाई चाहिँ परीक्षण गरेँ। त्यहाँदेखि यो बिउ उमारेर पनि अहिले चाहिँ फल्छ भन्ने आशा लागेको छ। अब यो दोस्रो साल चल्दैछ। र यो हो कफीको बुट्टा। हेर्नु साथीहरू यो कफीको बुट्टा कफी चाहिँ बढ्दैछ। र साथीहरू अनारको मसँग छ। अनारको यहाँ चाहिँ बेर्नाहरू छन्। तपाईँहरूलाई चाहिन्छ भने लैजान सक्नुहुन्छ। तर यहाँ फल पनि हालेको छ त्यो। तर एउटा बुट्टा चाहिँ लगभग 300 रुपियाँ पर्न जान्छ। यो 50 रुपियाँको त यही ऊ मात्रै हो। हेर्नु तल चाहिँ ऊ छ ठुलो प्याकेज छ। प्याकेजमा लगाएको छ बुझ्नुभयो। प्याकेजमा छ। त्यसो गरी यसो चाहिँ 300 रुपियाँ पर्छ। तपाईँहरूले चाहिँ लैजान सक्नुहुन्छ साथीहरू। यो झुसे फल पनि अहिले छैन मसँग बिरुवा। यो हो जिम्मु साथीहरू। जिम्मु पनि छ मसँग साथीहरू। यो पुदिना पनि छ साथीहरू। यसरी चाहिँ सानोतिनो मेहनतले घरमा चाहिँ आफूलाई चुलो जलाउन सजिलो हुन्छ। हेर्नुहोस् यो हो बिउ राखेको। यो चाहिँ राम्रो
खालको यो सेतो राम्रो खालको घिर्मिला यी हेर्नु रहर लाग्दैन यी तपाईँ चाहिँ यदि ठुलो छ देख्नुभयो साथीहरू र मेरो नम्बर पनि टिपिराख्नुहोस् है म्याउसँग चाहियो भने कन्ट्याक्ट गर्नु पऱ्यो भने केही खेतीबारीमा चाहिँ जानकारी लिनु पऱ्यो भने र रेक्सा चाहियो भने हरेक कुरामा चाहिँ तपाईँले सहुलियत र सुविधा चाहिँ पाउन सक्नुहुन्छ जहाँ तक हो मैले त केही जान्दिनँ हेर्नुहोस् सबै त्यस्तै हो र हेर्नुहोस् मसँग यस्तो घिर्मिला नि छन् तपाईँहरूलाई चाहिँ हेर्नु त यो घिर्मिला कति फुट होला अन्दाजा लगाउनु त मिटर हो हेर्नुहोस् यो चाहिँ मिटर घिर्मिला ल हेर्नुहोस् है ल हेर्नुहोस् है कति चाहिँ ठुलो छ हेर्नुहोस् यो एकदम नरम पनि खाना मिठो स्वादिलो छ अलिक सानो टिप्नुपर्छ यो त चिप्पीसँग लागेको छ साथीहरू हेर्नुहोस् यी सबै चाहिँ आफ्नै घरमा चाहिँ फलिरहेको छ तपाईँहरूलाई चाहिँ किन अब यो मेरो गाडी पेसा हो यो घर मेरो हेर्नुहोस् हेर्नु साथीहरू यसरी चाहिँ अब पोरे घिर्मिला पनि छ है हेर्नु त यो पोरे घिर्मिला पनि छ तपाईँहरूलाई के पोरे घिर्मिला देखाएँ साथीहरू ल हेर्नु लौकी पनि छ है मसँग चाहिँ लौकी चाहियो भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ एउटालाई 100 रुपियाँ लगभग 2 किलोभन्दा धेरै छ राम्रो खालको नरम एकदम साथीहरू तपाईँहरूले चाहिँ एकदम हेर्नु छ यसरी चाहिँ पस्टाउनु सक्छ भोलि दिन मैले कलमी मिया बनाउँदैछु तपाईँहरूले कलमी मिया चाहियो भने कलमीको लागि पनि कन्ट्याक्ट गर्नु होला मान्छे केही होइन साथीहरू पैसा भन्ने कुरो आफ्नो जग्गा छ पैसा त आफै हेर्दै पैसा आफै पुग्छ कहिले कोही हस्पिटलमा जान्छ कोही मन्दिरमा जान्छ कहिले चाहिँ अदालतमा पुग्छ राम्रो काम गर्ने मान्छेको चाहिँ राम्रो ठाउँमा पुग्छ नराम्रो काम गर्ने ठाउँमा मान्छेको नराम्रो ठाउँमा पुग्छ पैसा कुनै ठुलो कुरा होइन पनि भन्न सकिन्छ र इस्तेमाल गर्न नजाने इस्तेमाल गर्न जाने भने त्यो एकदम किम्ती हो बुझ्नुपर्छ है साथीहरू धेरै कुरा यसरी चाहिँ हेर्नु साथीहरूले चाहिँ बुझिराख्नुहोस् ल म फेरि पनि नम्बर दिन्छु ल जय मसी धन्यवाद ओके बाई कन्ट्याक्ट गर्नु होला है साथीहरू सेयर गर्नुहोस् भिडियो कस्तो लाग्छ ओके बाई